नमस्ते अन्यसिमनिका ल तपाईहरुलाई सेट लिएर म उपस्थित भइसकेको छु तपाईहरुकै कोरियन प्रशिक्षक जगत ओली तपाई हाम्रो युट्युब च्यानलमा लाइक कमेन्ट अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आज हामी एक्जाममा एकदम सबैलाई के गरम बनाएका क्वेशनहरु र एक्जाम हलमा बस्दाखेरि छलछल्ती पसिना निकालेका क्वेशनहरु है एकदमै तपाईले थाहा पाउने कुराहरु छ ध्यान दिएर हेर्नु होला एक्जाम प्र्याक्टिस सेट भनेको छ यहाँ 1 देखि 7 नम्बरसम्म हामीलाई फिन खाने दिएको छ फिन खाने थुरखाल खाजाङगालमा जुन खसुल खोरिसिप्सियो भनेको छ 1 नम्बरमा हेरौं माधुजी इराल्तेनुन काम गर्ने बेला चाहिँ मोजा भनेको त टोपीलाई सुगो प्रयोग गरेर लगाएर थान्छु भनेको त टाक अथवा बटन भनेको है थान्छु दो टाक पनि डडडड छायो भन्छ अब हामीलाई टोपी लगाउनु चाहिँ के हुन्छ त सुदा हुन्छ थान्छु भनेको टाक बटन लगाउनु अब सुनुन्गे भनेको टोपी लगाउने कुरा अथवा प्रयोग गर्ने कुरा है यो चाहिँ प्रयोग गर्ने कुरा हो नुन्गे भने ने कुरा प्रयोग गर्ने कुरा अब टोपी लगाउने कुरामा लाग्छ अनि हामीलाई चाहिँ यो भएन अब मेदा भनेको त बाँध्ने कुरा है अब यो टाई बाँध्ने कुरामा लाग्छ केमा लाग्छ त टाई बाँध्ने कुरा अब टाई बाँध्ने कुरा चाहिँ छैन ओल्ली नुन्गे भनेको छ जिफ यो चाहिँ जिफ भनेको त चेनमा है यो चेनमा लाग्ने हो चेन चाहिँ माथि ओल्लिदा र नेरिदा हुन्छ अब चेन छैन हामीलाई टाक छ छामगुदा भनेको त बन्द गर्नु यो चाहिँ बन्द गर्नु तर के गर्ने त टाकहरु बटनहरु चाहिँ बन्द गर्ने त्यसैले यसको आन्सर कति भयो त 4 नम्बर अब यसले भनेको के हो त भन्दाखेरि माधुजी काम गर्ने बेला चाहिँ टोपी लगाउने र टाकलाई बन्द गर्ने कुरा चाहिँ के हुन्छ त राम्रो हुन्छ यहाँनिर नुन्गे छ्वायो भनेको ने कुरा राम्रो हुन्छ अथवा ने कुरा राम्रो हुनु भन्ने ग्रामहरु नुन्गे छ्वायो ल अब हेरौं त्यसपछि हामीलाई क्वेशन नम्बर 2 मा भनेको छ आफाथुनुन अपार्टमेन्ट चाहिँ इना अथवा ओन्नुम खाथुन जस्ता खोङदोङ भनेको छ है खोङदोङ भनेको सार्वजनिक अथवा संयुक्तमा चाहिँ सानुन भने बस्ने भने बसोबास गर्ने खेङवे अवस्थामा डडडट एगेलाई चाहिँ फी भनेको त बाधा छुजी आन्दोलक नदिने गरी थउक भनेको ज्यादै अथवा अत्याधिक भनेको है ज्यादै अथवा अत्याधिक सिनगेङुल भनेको छ सिनगेङ भनेको त ख्याल गर्नु भनेको सिनगेङुल सय हामीदा ख्याल गर्नु पर्छ यसले भनेको अपार्टमेन्ट अथवा ओनरुम जस्ता सार्वजनिक रूपमा चाहिँ बसोबास गर्ने अवस्थामा डडडट एगे भनेको लाई चाहिँ फी भनेको त बाधा नदिने गरी अत्याधिक रूपमा ख्याल गर्ने कुरा चाहिँ के हुन्छ त राम्रो हुन्छ अब यहाँ थोङ्ने भनेको छ के हो त थोङ्ने भनेको छिमेक थोङ्ने भनेको त सहकर्मी इउत भनेको त छिमेकी अब आबाजी भने बुवा ल आन्सर लगाइहाल्नु त दुईटा छिमेकी आएको छ यहाँ थोङ्ने पनि छ र युथ पनि छ सहकर्मी त भएन किनकि हामीलाई यहाँ चाहिँ ओनरुम जस्ता कुरामा सहकर्मी भनेको कम्पनीमा काम बस्ने हो कम्पनीको भयो आबाजी बुवालाई पनि भएन किनकि हामीलाई यसमा भनेको छ अपार्टमेन्टमा भनेको छ अब यहाँ युथ भनेको के हो त भन्दाखेरि वरपर बसेको मान्छेलाई भन्छ छिमेकी है घर वरपरको जुन मान्छेलाई छिमेकी भन्छ घर वरपरको जुन समाज हुन्छ यो समाजलाई भन्छ छिमेकी यसलाई थोङ्ने तपाईहरुले ध्यान दिने युथ भनेको वरपरका मान्छेलाई भनेको हो र थोङ्ने भनेको घर वरपर रहेको जुन छिमेकी हुन्छ जुन घरहरुलाई त्यो छिमेकीहरुलाई भन्ने हो त्यसैले यहाँ छिमेकीहरुलाई हैन त्यहाँ वरपरको मान्छेलाई चाहिँ के गर्ने हो त हामीले यो चाहिँ बाधा नदिने गरी ज्यादै रूपमा चाहिँ ख्याल गर्नुपर्छ भनेको त्यसैले यसको आन्सर 3 नम्बर ल अब हेरौं क्वेशन नम्बर 3 सोवा भनेको छ है सोवा भनेको त अब यहाँ चाहिँ सोवा भनेको पाचक अथवा पचन भनेको छाल आन्थयस अब यो चाहिँ पाचन चाहिँ राम्रो नभएर यहाँ थयस भनेको जहिले पनि स्वागा आन्थयतामा के लाग्छ त
आशा आशा लाग्छ, त्यो पनि ख्याल गर्नु होला। पाचन राम्रो नभएर यागुल सार औषधि किन्न याक्कुके खानुन्दे, औषधि पसलमा जाने भएकाले मुनि थादे इस्सुमिदा भन्छ। अब थाथ्य इस्सुमिदा भनेको त बन्द गरिनु, पहिल्यै बन्द गरिनु भनेको है, थाथिदा भयो बन्द गरिनु अथवा बन्द गरिएको छ। खाजङ फिसाङ याक भनेको घरायसी औषधि, घरायसी औषधि। खाजङ फिसाङ याक भनेको घरायसी आकस्मिक औषधिलाई फेनुइजम भनेको 24 घण्टे पसलबाट दो भन्छ पनि, 24 घण्टे पसलबाट पनि। अब खगी ए खासुमिदा भन्छ। सान्दागो हेस, अब सान्दागो आधा भनेको त यो चाहिँ किन्नु अथवा किनिन्छ भनेर अनि फान्दागो भनेको त बिक्री गरिन्छ भनेर जानकारी दिएर, र साजागो हेस अब किनौँ भनेर, यो चाहिँ जागो आधा। अब फाल्जागो आधा भनेको बिक्री गर्छ भनेर। ल अब यहाँनिर जागो आधा सामूहिक रूपमा प्रयोग गरिन्छ है। यो जागो आधा भनेको त सामूहिक रूपमा, जस्तै कम्पनीको पार्टी कुराहरू भयो, मोहिम भेलाहरू भयो, मोहिम वैश्विक त्यस्तो कुराहरू हो, वैश्विक है। अब यस्ता अथवा थान्छे भन्नेको छ सामूहिक रूपमा गर्ने कुरा भयो। अब यसको लागि खाची राङिराङ वागवाको प्रयोग गरिन्छ। अब जागो आधा सँगै हुनुपर्छ भन्ने मान्छे पनि सहभागी हुन्छ। अब यहाँनिर के भन्छ, फेनिजम 24 घण्टे पसलबाट पनि सान्दागो किन्न सकिन्छ कि बिक्री गर्न सकिन्छ भनेर त्यहाँ गयो भने चाहिँ अब के होला त, यहाँ चाहिँ बिक्री गर्न सकिन्छ भनेर के त त्यहाँ चाहिँ गएँ, अथवा यहाँ चाहिँ किन्न सकिन्छ। के होला, ल आन्सर लगाइहालौँ त सबैले, किन्ने कि बिक्री गर्ने। फेनिजम यसो भनेको 24 घण्टे पसलमा पनि भनेको है, 24 घण्टे पसलदेखि पनि के गर्न सकिन्छ त, खरिद गर्न सकिन्छ भनेर त्यसमा चाहिँ गए भनेको, यहाँ चाहिँ किन्न सकिन्छ भनेको है। ल अब हेरौँ 4 नम्बरमा हामीलाई गाले भन्छ फोजाङ छागोन प्याकिङको काम चाहिँ दुसी छन् काजी 2 बजे भन्दा पहिले भनेको छ। पूर्व भने पनि हुन्छ, अथवा पहिले अथवा पूर्वसम्म अथवा पहिलेसम्म। कुन्ने मेन, अब यहाँ चाहिँ सकियो भने अथवा सकायो भने, कुन्नेदा भनेको त सकाउनु, सकायो भने थैजियो हुन्छ होइन त भनेको छ। यसले भनेको प्याकिङको काम चाहिँ 2 बजे पहिलासम्म चाहिँ सकायो भने हुन्छ होइन त भनेर भन्छ गाले। नाले भन्छ माजा हो, ठिकै हो। फोजाङी कुन्नान भनेको छ प्याकिङ टाइम सकाएर, साङ्जा भनेको बाकसलाई खुगी बेल्लो भन्छ। के हो खुगी बेल्लो भनेको, साइज अनुसार है, साइज अनुसार। अब साइज अनुसार हामीलाई डरट फारेथु भनेको प्यालेट भनेको है, प्यालेटमा सा 900 हो थुपारेर राख्नुहोस्। एकमा फुल्ली आधा भनेको त छुट्याउनु, छुट्याएर भनेको। अब फुल्ली यसो भनेको त छुट्याएर भनेपछि अब तपाईलाई यहाँनिर फुल्ली आधा र फुल्ली यसो छ है। यहाँ एउटा फुल्ली यसो, एउटा चाहिँ फुल्ली आगो। अब तपाईहरुलाई यहाँनिर के छ त भन्दाखेरि गो त यहाँनिर 2वटा जोड्ने काम हो, किनकि 2वटा वस्तुलाई 2वटा कामलाई एउटा काम गरेर अर्को काम जोड्ने हो। अब हामीलाई यहाँ भन्छ प्यालेटमा पनि थुपारेर राख्नुहोस्, साइज अनुसारलाई पनि के गर्नुहोस् त, यो चाहिँ छुट्याउनुहोस् भनेको छ। गो लाग्दैन, अब हामीले थाहा पाउनु पर्यो, यहाँनिर गो चाहिँ लाग्दैन। अब यहाँ के छ त भन्दाखेरि फुल्ली हेस कि फुल्ली हेस, यसलाई चाहिँ थाहा पाउनु पर्यो। ल कति हुन्छ आन्सर भनिहालौँ त, कति हुने भयो, कति हुन्छ ल भनौँ त, भनिहालौँ कति। फुल्ली हेस कि फुल्ली हेस, कति हुन्छ भनिहालौँ न। हो फुल्ली हेस भनेको छ, यहाँ फुल्ली आधा भनेको त यो चाहिँ प्रकार अनुसार, खुगी भनेको साइज अनुसार भयो भने हामीलाई फुल्ली हेस, यो चाहिँ फुल्ली हेस भनेको प्रकार अनुसार भनेको है। यो प्रकार अनुसार, यो चाहिँ प्रकार अनुसार छुट्याउनु, यो चाहिँ साइज अनुसार, त्यसैले यसको आन्सर 2। ल हेरौँ त्यसपछि 5 नम्बर अझै हिजो होसु एस भनेको छ। होसु भनेको त तालमा भनेको है। तालबाट मूल खोगिरुल माछालाई छाबुल्ते भनेको समात्ने बेला,
समात्ने बेला खुमुल भन्छ खुमुल भनेको त जाली जालीलाई चिज जेस्स भनेको च्यातिएर छोम है च्यातिएर छोम अब डरड घेस्यो भनेको छ अब यहाँनिर छङ्बी हेया सुसन हेया खोच्छ्या छुछन हेया ल आन्सर लगाइहालौँ त के हुँदो रहेछ त ल हिजो तालबाट माछालाई समात्ने बेला जाली च्यातिएर अब कृपया डरड घेस्यो भनेको छ एकमा छङ्बी आधा भने पनि के हो मर्मत गर्नु अब मर्मत गर्नु त हो यो कहिले हो त भन्दाखेरि बिग्रिनु भन्दा अगाडि सर्भिस गर्नु भनेर भनिन्छ के गर्नु सर्भिस गर्नु कुनै पनि गाडीहरू बिग्रिन्छ कि भनेर पहिल्यै सर्भिस गर्ने बिग्रिनु भन्दा अगाडि बेला बेलामा सर्भिस गर्ने कुरा हो यो चाहिँ भएन त्यसपछि सुसन आधा अब यहाँ सुसन आधा भनेको त कपडाहरू त्यसपछि जुत्ताहरू त्यसपछि जालीहरू है जालीहरू त्यस्तो कुरा चाहिँ मर्मत गर्ने कुरामा लाग्छ खोचिदा भनेको छ मेसिन बिग्रियो भने है मेसिन तर के भएपछि बिग्रिएपछि बिग्रिएर मर्मत गर्ने कुरा चाहिँ लाग्ने भयो भनेपछि अब मेसिन त होइन यहाँनिर हामीलाई पहिले सर्भिस गर्ने पनि होइन गाडी मेसिन कुराहरू भनेपछि छुट्छन् या छुट्छ के हो त सिफारिस गर्नु अब सिफारिस गर्ने कुरा पनि भएन भनेपछि के गर्नुपर्छ त सुसन या मिदा भनेको मर्मत गर्नु पर्छ सुसन आधा भने मर्मत गर्नु हो तर के मर्मत गर्नु हो त भन्ने कुरा कपडाहरू जुत्ताहरू र जालीहरू मर्मत गर्ने कुरामा चाहिँ सुसन आधा लाग्छ ल हेरौँ त्यसपछि हामीलाई क्वेसन नम्बर 6 मरिरुल भनेको छ कपाल नमुखिरह्यो कपाल ज्यादै लामो भयो नेइल भोलि मरिरुल कपाललाई डडडट मियौसीले खाल्कयो अब भोलि कपाललाई डडडट मियौसिल भनेको त ब्युटी पार्लरमा चाहिँ खाल्कयो भनेको जाने छु 1 नम्बरमा छारु रेगो काट्ने विचारले छारु रेमेन काट्ने विचार हो भने अथवा छ भने काट्ने विचार हो भने अथवा छ भने अर्को छारु र भनेको त काट्न छारुमेन भनेको त काट्यो भने ल अब तपाईहरुलाई यहाँनिर काट्यो भने अथवा काट्ने विचारले त हुनै कुरा भएन किनकि सुझाव सल्लाह हुनु पर्यो रेमेन उरेमेनको पछाडी जहिले पनि सुझाव सल्लाह हुन्छ है अब यो चाहिँ इगा फिर्यो आधा जस्ता कुरा हुन्छ मेन उमेन चाहिँ भने काट्यो भने फेरि मियङसिलमा ब्युटी पार्लरमा जाने छु भन्ने त हुँदैन काट्यो भने चाहिँ हुँदैन किनकि मेन उमेन पास्टमा लाग्दैन यो कुरा थाहा पाउने यसले चाहिँ सामान्य शर्तहरू सत्यताहरू कुरा चाहिँ जनाउने हो अब रह्यो यहाँनिर काट्ने विचारले जाने कि काट्न जाने अब दुईवटा कन्डिसन चाहिँ थाहा पाउनु पर्यो रेगो उरेगो भनेको कर्ताले आफ्नो विचार योजना व्यक्त गर्दा प्रयोग गरिन्छ पास्ट टेन्समा पनि लाग्छ फ्युचर टेन्समा पनि लाग्छ र प्रेजेन्ट टेन्समा पनि लाग्छ अब रेगो उरेगो के हो त भन्दाखेरि र फाछिम भएको अवस्थामा मात्रै रेगो उरेगो प्रयोग गरिन्छ यदि अब र फाछिम भनेको कस्तो त भन्दाखेरि जस्तै मान्दुल अब यहाँ रेगो यदि र फाछिम आएको छ भने यति बेला मात्रै फ्युचर टेन्समा लाग्छ अब हामीलाई यहाँ त र फाछिम छ त छैन भनेपछि यो भएन अब यहाँ के हो त छारु र भने काट्न अब यहाँनिर र उरको कन्डिसन पनि थाहा पाउनु पर्यो वाक्यको अन्तमा इदङ थोङसा अनिवार्य हुनुपर्छ तीनैवटा टेन्समा प्रयोग गरिन्छ है यो कुनै उद्देश्य पूरा गर्न निश्चित ठाउँमा जाने आउने बेला चाहिँ प्रयोग गरिन्छ त्यसैले कपाल लामो भयो भोलि कपाल काट्न ब्युटी पार्लरमा जाने छु भनेको है ल हेरौँ क्वेसन नम्बर 7 खिग्गे खागोङ खिग्गे भने मेसिनको खागोङ भने प्रशोधन खागोङ भानभुङ्गी भेन्टिलेसन अब भेन्टिलेसनले मेसिनको प्रशोधन गर्ने हो त भेन्टिलेसनले गर्छ त कम्पनी भित्रको अथवा कोठा भित्रको गुम्सिएको हावालाई है बाहिर फाल्ने र बाहिरको हावा भित्र ल्याउने हो अब होइजन भनेको छ घुम्नु
घुमाइ भइजान भने घुम्नु जस्तै चक्काहरू सर्कलमा घुम्छ त्यसलाई भनेको इमुल्जिल भने बाह्य पदार्थ काम नलाग्ने वस्तु भने काम नलाग्ने वस्तु अथवा यसलाई बाह्य पदार्थ भन्दा पनि हुन्छ बाह्य पदार्थ फाङछङजी भन्छ फाङछङजी भनेको के हो त भन्दाखेरि अब खिया नलाग्ने कागज ल अब तपाईहरुले यहाँ मेसिनको प्रशोधनमा के चाहिन्छ त ल हेरौं मेसिनको प्रशोधनमा भेन्टिलेसन लाग्ने कि बाह्य पदार्थ लाग्ने कि मेसिनको प्रशोधन गर्दाखेरि अब फाङछङजी खिया नलाग्ने कागज लाग्ने कि यहाँ होइजन घुमाइ लाग्ने अब मेसिनलाई प्रशोधन गर्दाखेरि बाह्य पदार्थ भनेको काम नलाग्ने वस्तुसँग रिलेटेड छ त्यसैले भेन्टिलेसन भएन घुम्ने कुरा पनि भएन फाङछङजी भने खिया नलाग्ने कागज अब खिया नलाग्ने कागजले के गर्छ त भन्दाखेरि यो पानीलाई छेक्ने र खिया चाहिँ लाग्न नदिने हो भनेपछि अब बाह्य पदार्थ हो कि मेसिनको प्रशोधन यहाँ चाहिँ फाङछङजी खिया नलाग्ने कागज ल भनिहालौँ त कति चाहिँ कहिले मिलाउँछ बाह्य पदार्थ कि खिया नलाग्ने कागज हो अब यहाँनिर के हो त भन्दा मेसिनको प्रशोधन भनेको के हो त बाह्य पदार्थ हो भनेको प्रशोधन गर्दा भनेको त्यहाँ चाहिँ बाह्य पदार्थहरू अथवा काम लाग्ने वस्तुलाई हटाउने हो त्यो हटाए के हुन्छ त मेसिन प्रशोधन हुने हो त्यसैले यसको आन्सर 3 हुन्छ फाङछङजी त खिया नलाग्ने कागज हो वस्तु यसले चाहिँ प्रशोधन गर्ने हैन त्यो भएको वस्तुलाई के गर्ने हो त यसलाई चाहिँ जोगाउने मात्रै हो 8 नम्बर थाउन खुरेफुल फोको खाजाङ आलमाजुन खसुन खुरी सिप्सियो भनेको छ तलको ग्राफलाई हेर मिल्ने कुरा भनेको छ एरोमुम्सिक ग्रीष्म ऋतुको खानालाई छोवा आनुन मन पराउने चिकुन कर्मचारीहरू अब ग्रीष्म ऋतुको खाना छ त्यसको बारेमा यहाँ चाहिँ मन पराउने कर्मचारीको बारेमा दिएको छ सामगेथाङ उसिनेको कुखुराको सिप अब 20% रहेको छ खोङखुक्सु यो चाहिँ भटमासको सुप 60% फात फिङसु भनेको चाहिँ रातो जाम हालेको अथवा राजमाको रातो चिसो यो चाहिँ चिसो जुन बरफ हालेको राजमा अनि नेङमेन भने चिसो चाउचाउ है यहाँ मिनिङहरु अलगै दिएको छ नेङमेन भनेको चिसो चाउचाउ हो फात फिङसु भनेको चिसो बरफ हालेको राजमा हो है अनि सामगेथाङ भनेको सिङ्गै उसिनेको कुखुराको सुप हो र खोङखुक्सु भने भटमासको सुप हो यसमा धेरै बरालिनु पर्दैन यहाँ 1 नम्बर हेर्नु फात फिङसुरुल रातो यो चाहिँ जाउलो अथवा चाहिँ बरफ हालेको जुन राजमालाई छोवा आनुन मन पराउने चिकुन कर्मचारीहरू खाजाङ मानसुमिदा सबैभन्दा बढी छ भनेपछि सबैभन्दा बढी के हो त 60% छ यो त पक्ष त 5% छ मिल्यो त मिलेन नेङमेन चिसो चाउचालाई छोवा आनुन मन पराउने सारामदुरी मान्छेहरू खाजाङ छकसुमिदा सबैभन्दा कम छ अब नेङमेन भनेको चिसो चाउचाउ मन पराउने सबैभन्दा कम हो त होइन किनकि दोस्रोमा चाहिँ के हो कम हो यो चाहिँ भएन सामगेथाङ उसिनेको कुखुराको सुपलाई छोवा हानुन मन पराउने सारामदुरी मान्छेहरू चाहिँ दुबन्चेरो मानसुमिदा कुखुरा अथवा उसिनेको कुखुराको सुपलाई मन पराउने मान्छे चाहिँ के छन् त दोस्रोमा चाहिँ बढी छ भने सक्छ हैन पहिलोमा बढीको त 60% दोस्रोमा 20% भनेपछि मिलिहाल्यो सामगेथाङ बोदा भनेको छ यो सामगेथाङ भन्दा नेङमेन चिसो चाउचाउलाई ए के भयो ल अब हेरौं यहाँ चाहिँ अलिकति उभा थियो सामगेथाङ भनेको छ उसिनेको कुखुराको सुप भनेको है अब उसिनेको कुखुराको सुप भन्दा नेङमेन भनेको चिसो चाउचाउलाई छोवा आनुन मन पराउने सारामदुरी मान्छेहरू थ मानसुमिदा अझै बढी छ सामगेथाङ भन्दा नेङमेन भनेको चिसो चाउचाउ मन पराउने मान्छेहरू बढी छ कि कम छ 20 भन्दा 15 बढी हो त होइन नि कम हो त्यसैले अब हाम्रो यसको आन्सर कति हुने भयो त 3 नम्बर ल 9 नम्बरमा दिएको छ हामीलाई थाउम सल्मेङे तलको बयानमा आलमाजुन मिल्ने अहुई शब्दावली खोरुसिप्सियो छान्नुहोस् अब हामीले भन्छ ने फाख्खुई ने भने चारवटा भन्यो फाख्खुई भनेको त पाङ्ग्रा भनेको है चारवटा पाङ्ग्रा थालिन सेट गरिएको उन्मान खिगु ओसार पसारको औजार थ खुन्चिमुल अलि ठुलो सामानलाई
उनबान हाल्ते ओसार पसार गर्ने बेला सायङ थमिदा प्रयोग गरिन्छ। छाजु पराई खोङजाङ कारखाना छाङ्गो गोदाम थुङ्गेस आदिमा चाहिँ सायङ हानुन प्रयोग गर्ने खिगुरुल औजारलाई मारामिदा भनिन्छ। अब चारवटा पाङ्रा भनेपछि बुझिहाल्नु पर्यो। र अर्को के त चारवटा पाङ्रा नभनेर कारखाना र गोदाम पनि भन्न सक्छ है। भनेपछि हेन्दु फारेतु हाते प्यालेट भनेको यसमा चक्का हुन्छ त हुँदैन। यो त हस्पिटलहरुमा सामान्य सामानहरु राखेर यसरी तान्नेवाला हाते प्यालेट हो। हेन्दु खातु भन्छ हाते ट्रली है। अब हाते ट्रली थेछा भन्छ। थेछा भनेको यो त हाते ट्रली नै हो। इल्लिउ छ। अब यहाँ इल्लिउ छ है। यहाँ इल्लिउ छ इल्लिउन छ हैन कि इल्लिउ छ। यो चाहिँ इल्लिउ छ हाते ट्रली भनेपछि यो एक पाङ्रे गाडी हो। यो एक पाङ्रे होइन किनकि चारवटा पाङ्रा भनेको छ। अब हामीलाई हेन्दु खातु हो कि थेछा हो यो चाहिँ थाहा पाउनु पर्यो। थेछाका चारवटा पाङ्रा हुन्छन् यो चाहिँ थाहा पाउने है। थेछाका चारवटा पाङ्रा हुन्छन् हेन्दु खातुका चाहिँ चारवटा पाङ्रा हुँदैनन्। अनि कम्पनी भित्र हामीले गोदाम भित्र सामान सार्ने बेला चाहिँ थेछाको प्रयोग गरिन्छ भने हेन्दु खातु भनेको सामान्य चाहिँ सामानहरु दुईवटा पाङ्रा हुन्छन् यसरी हातले समातेर गुडाउने हो दुईवटा पाङ्रा भनेर आउँछ। त्यसैले यसको आन्सर के हो यो थेछा। ल 11 र 12 मा हामीलाई सरी 10 र 11 मा मिच्छुल दिएको छ। थाउमजुङ मिच्छुल अन्डरलाइन गरिएको पुन भागलाई माद्नुन मिल्ने चाहिँ मुन्जाङ वाक्यलाई खुर्सिप्सियो। अब अन्डरलाइन गरेको कुरा मात्र हेर्ने। 10 को 1 मा भन्छ नेम्बिए डेक्चीमा मुरुल फुअसयो फुत्ता भन्ने भाव हो। अब हामीले यदि स लगत्तै दायाँपट्टि भवेलबाट सुरु भएको ग्रामर आयो भने अथवा भवेलसँग ठोकियो भने स हट्छ। के भन्छ रे स हट्छ। अब नहट्ने क्रियाहरू हामीलाई थाहा छँदैछ। जुन उत्ता भनेको हाँस्नुमा हट्दैन है। उद यो चाहिँ के हुन्छ उदय नै हुन्छ। अनि फित्ता भनेको कोर्नुमा हट्दैन। फत्ता यो चाहिँ कपडा खोल्नुमा हट्दैन। सित्ता भनेको धुनु पखाल्नुमा हट्दैन। अब यहाँ चाहिँ के हुनुपर्ने हो त स हट्नु पर्ने हो भने यो मिलेन। छाङ्ने नै गत वर्षमा छिबुल घरलाई चाहिँ छि असयो। अब यहाँ सेम केस हो। स लगत्तै भवेलबाट सुरु भयो भने स हट्छ। छि असुमिदा हुनुपर्ने स चाहिँ नहुनुपर्ने थियो यहाँ भएन यो पनि। यागुल मगुमेन औषधि खायो भने पाल्ली छिटो नात्ता भव। यसमा यसको भाव के हो रे नात्ता। नात्ता भनेपछि यसको भाव त अब भिएसटी नात भयो। अब यहाँनिर उ भनेको त भवेल हो। भवेलबाट सुरु भएको ग्रामरमा स ठोकियो भने स के हुन्छ हट्छ भनेपछि नाउल कहे हो यो चाहिँ ठीक छ। नुने आँखामा हुरुनुन भनेको बग्ने मुल्लो पानी चाहिँ अब सिसुसियो भनेको चाहिँ पखाल्नुहोस्। सित्ता भनेको के हो त पखाल्नु। अहिले भर्खरै भनिहाले सित्ता भने धुनु अथवा पखाल्नु हो। धुनु अथवा पखाल्नुमा स हट्दैन। यहाँनिर हुनुपर्ने के हो त सिसुसेयो हुनुपर्ने तर स हट्यो भनेपछि यो पनि भएन। त्यसैले यसको आन्सर 3 नम्बर। ल अब हेरौँ त्यसपछि हामीलाई यहाँनिर 11 नम्बर दिएको छ। 11 नम्बरमा खेदानेस सिडीबाट नेरिल्ते। अब नेरिदा भयो इ आयो भने अब लते उल्टे हो। यहाँ लते उल्टेमा य हुँदैन नेरिल्ते हुनुपर्ने। के हुनुपर्ने रे नेरिल्ते हुनुपर्ने तर नेरिल्ते भएको छ यो भएन। सागवारो स्याउले भनेको है। अब सागवारो छुसुरुल मान्दुल्लेको हेयो स्याउद्वारा। छुसु भनेको जुस चाहिँ मान्दुल्लेको यदि रफाचिम भए के लाग्छ त रेगो नै लाग्छ उरेगो लाग्दैन। अर्को हेरौँ छिमुल सामानलाई फुनुन भनेको खोल्ने। अब मैले प्रत्येक दिन भन्ने गरेको छु यदि न ब सबाट सुरु भएको ग्रामरमा र ठोकियो भने र हट्छ। के हट्छ रे र हट्छ भनेपछि अब यहाँ फु नुन नुन भने त नबाट हो कि सुरु भएको ग्रामर भनेपछि र हट्नु पर्ने हो। हुनुपर्ने के त फु नुन हुनुपर्ने तर फुल नुन भएको छ मिल्दैन। उरी खाची हामीसँगै फेदुमिन्टन छेल्कायो। अब हामीसँग चाहिँ ब्याडमिन्टन यो चाहिँ छिदा भनेको छ। अब छेल्कायो हुन्छ त यहाँ हामी सँगसँगै भनेर के गर्नुपर्छ त यहाँ प्रश्न गर्ने हो। छिदा लकायो उल्कायोले प्रश्न गर्न मिल्ने हो। यहाँ चाहिँ लक्कायो उल्कायो भनेको छ यो फेदुमिन्टन ब्याडमिन्टन चाहिँ खेल्ने हो तर यहाँ चाहिँ सँगै गरौँ खेलौँ कि भनेर प्रश्न गर्न चाहिँ मिल्ने होइन सामूहिक रूपमा भनेपछि यसको आन्सर कति त अब
कति हुने भयो अब हामीलाई 1 र 3 त हुँदैन थाहा छ भनेपछि स्याउ यो चाहिँ जुस स्याउद्वारा चाहिँ जुस बनाउने विचार रफाचिम भएपछि मान्दुल लिएको हुन्छ भनेपछि यहाँ छेल्कायो चाहिँ हुँदैन त्यसैले यसको आन्सर कति त 2 प्रश्न गर्न चाहिँ मिल्ने हो फेरि ल अब हेरौँ हामीलाई क्वेसन नम्बर 12 मा थाउन थान्न वा खानगे नुन सम्बन्ध भएको कुरा खानगे भनेको त सम्बन्ध भएको कुरा के हो भनेको त नोक्जी अब उच्चारण चाहिँ के हुन्छ नोक्ची नोक्ची भने हरियाली क्षेत्र भनेपछि यो चाहिँ जोसन पानी जहाज अथवा सिप बिल्डिङ भनेको है पानी जहाज कम्पनी अथवा पानी जहाज कम्पनी छेजो भने म्यानुफ्याक्चर अथवा उत्पादन क्षेत्र अ भने माछा पालन क्षेत्र अ इम भने वन क्षेत्र अब यो हरियाली क्षेत्र केसँग सम्बन्धित छ त भनेदेखि पानी जहाज सिप बिल्डिङ हो त होइन उत्पादन क्षेत्र हो त होइन अ भने मत्स्य पालन हो होइन भनेपछि यो त वन क्षेत्र ल अब हेरौँ त्यसपछि हामीलाई क्वेसन नम्बर 13 मा फोगन्सो भन्छ स्वास्थ्य चौकी अब यहाँ फोगन्सो भनेको रहेछ त स्वास्थ्य चौकी 1 मा आफुन साराम बिरामी भएका मान्छेलाई छिर्यो है यहाँ छार्यो भएको छ बिरामी भएका मान्छेलाई छिर्यो हानुन खोसियो उपचार गर्ने ठाउँ हो छिर्यो भनेको त उपचार हो कि होइन अब 2 मा छिक्कन्दुरी कर्मचारीहरूले छागब हानुन होइसा यसको लागि के हुनु पर्यो छिकजाङ छागबजाङ खुन्मुजाङ है हुनु पर्यो यो चाहिँ भएन मुलगनुन सामानलाई मान्दुनुन बनाउने होइसायो सामान बनाउने के हो त यो चाहिँ कम्पनी हो भने खोङजाङ हुनु पर्यो कारखाना है खोङजाङ अनि खातुन छुइमी उस्तै रुचि भएको मान्छेहरूको भेला हो भने के हुनुपर्छ थोङआरी अथवा मोइम भने भेला खान्छे जे पनि भन्न सक्छ धेरै आउनु त हामीलाई थोङआरी नै आउने हो समूह क्लब भनेको है थोङआरी भनेको त समूह अथवा क्लब ल हेरौँ त्यसपछि हामीलाई यसको अब आन्सर कति हुने भयो त यहाँ हामीलाई बिरामी फोगन्सो भनेको चाहिँ स्वास्थ्य चौकी भनेको अब स्वास्थ्य चौकीमा के गरिन्छ त बिरामी भएका मान्छेलाई उपचार गरिने हो सामान्य त कर्मचारीहरूले काम गर्ने कम्पनी होइन सामान उत्पादन गर्ने कम्पनी पनि होइन उस्तै रुचि लिएका मान्छे पनि होइन भने यसको आन्सर कति त यो चाहिँ 1 नम्बर ल चित्र नम्बर 14 अब यहाँ 14 देखि थाउम खुरिमुल फोगु तलको चित्रलाई आल्माजुन हेरेर आल्माजुन मिल्ने चाहिँ खसुल कुरा चाहिँ खुर्सिप्सियो छान्नुहोस् भनेको छ ल तपाईहरुले पनि आन्सर लगाउँदै गर्नु होला कस्तो भा लागेको छ क्वेशनहरु त्यो चाहिँ कमेन्ट बक्समा राखिदिनु होला 1 मा भन्छ मा इखु भने माइक रेम या चाहिँ लेमिखोन है रिमिखोन भनेको त रिमोट माउसु भने माउस जुन हाम्रो कम्प्युटरको माउस भने हो कीबोर्ड भनेको त कीबोर्ड फाइनलमा यो बिगारेको लिसनिङको चित्र पनि हो है भनेपछि के हो त यो माइक होइन माउस पनि होइन कीबोर्ड पनि होइन भनेपछि अब लिमोखन भनेको त रिमोट ल त्यसपछि हामीलाई 15 नम्बरमा दिएको छ 15 को 1 मा फाङछङजी खिया नलाग्ने कागज खिया नलाग्ने कागज वानछुङजे भनेको छ फर्म अथवा यो चाहिँ हामीलाई वानछुङजे भने बाहिरी सामानहरु प्याकिङ गर्दा लगाउने फर्म भनेको है अथवा फुट्न दिनबाट बचाउनको लागि नै सुरक्षाको कागज सुरक्षाको कभर फाल्लेछु भन्छ प्यालेट साङ्जा भन्छ बाकस अब यो खिया नलाग्ने कागज हो त एरोलाई हेर्ने यसलाई हेरेको एरो भनेपछि खिया नलाग्ने कागज होइन वानछुङजे फर्म
अब हाम्रो कुनै सामानहरू प्याकिङ गर्दाखेरि बाहिर चाहिँ टुटफुट नहोस् भन्नको लागि लगाउने कागजलाई भनेको छ फर्म अथवा सुरक्षाको कभर। साङ्जा बाकस पनि होइन भने के हो त फालेतु, यो चाहिँ प्यालेट भनेको है। ल हेरौँ 16 नम्बर, क्वेसन नम्बर 16। रिभरुल थाङ्गीको स्मृति, रिभ भनेको त लेब भने हो, लेबल। थाङ्गिदा भनेको तान्नु। अब लेभल चाहिँ तानिरहेको छ। फुफुम भनेको छ पाठ पूर्जा, फुफुम भनेको त पाठ पूर्जा। छङछा गादा भनेको के हो? अब छङछा गादा भने सेट गर्नु, मिलाउनु, सेट गर्नु। अनि लेभल मिल्दा भने लेभल तान्नु, सरी मिल्दा भने धकेल्नु है, धकेल्नु। अनि फुफुम पाठ पूर्जालाई हेछे आदा भनेको त हटाउनु है। अब यो के हो त पाठ पूर्जा हटाउनु, पाठ पूर्जा हेछे आदा भने हटाउनु अथवा अलग गर्नु, निकाल्नु, के भनेर बुझिन्छ बुझ्ने। हेछे आदा भने हटाउनु, अलग गर्नु। अब यहाँ एरो हेर्ने हो, यदि यो पाठ पूर्जालाई यो एरोलाई यहाँ यस्तो लगाएको छ भने यो चाहिँ जोड्नु हुन्छ। अब लेब त होइन, यो थाहा छँदैछ पाठ पूर्जा नै हो है। अब यहाँ छङछा खाँदा भने सेट गर्नु, मिलाउनु, जोड्नु है। अब यसको छङछा खाँदा भने छोरी पादा इत्ता धेरै हुन्छ मिनिङ फिसुत माल। अब यो चाहिँ हेछे आदा भने एरोलाई ध्यान दिने, यो एरो मुनि एउटा घटाएको छ भने यो चाहिँ हटाइरहेको, त्यसैले यसको चाहिँ के हुने भयो त आन्सर कति? 2 नम्बर, सरी 4 नम्बर है। यसको आन्सर चाहिँ कति हुने भयो त 4 नम्बर है। ल हेरौँ त्यसपछि हामीलाई नयाँ यसपालिको नयाँ क्वेसन भनेको यो 17 नम्बरको चित्र दिएको छ र फिन खाने। अब यहाँ दा त लागेकै छ, चित्र हेर्नु पर्यो के गरिरहेको छ त भन्दाखेरि यो के हो त कुच्चो है, फिच्चारू, फिच्चारू हो। अब फिच्चारूले के गर्छ त भन्ने कुरा थाहा पाउनु पर्यो कि थाक्ता गर्ने कि सुल्दा गर्ने है। अब सुल्दा भन्छ यो पनि बढार्नु नै हो। अब यहाँ थाक्ता भने पुछ्नु हो, दुईटा पुछ्ने काम त होइन भन्ने कुरा थाहा पाउनु पर्यो, किनकि कुच्चोले त पुछ्ने होइन, मिल्दैले गर्ने हो है। अनि यहाँनिर अब यो सुटीवाला हो कि तेर्सोवाला हो त यो कुरा थाहा भने यसमा चाहिँ सही आन्सर हो 3 नम्बर। फेरि 4 नम्बर लगायो नि फेरि बिग्रिन्छ। ल 18 मा हेरौँ थाउम खुरुलिलको तलको हरफलाई पढेर मोसेथ्यान खुरिन्जी। अब खुरिन्जी हरफ दिएको चाहिँ खुरुसिप्सियो छान्नुहोस् भनेको छ, एकदम छोटो छ। फेहान मिनको के छ गणतन्त्र कोरियामा चाहिँ दु बन्चे दोस्रोमा ठुलो खुन्थोसी भने ठुलो सहर। ध्यान दिनु है, गणतन्त्र कोरियाको दोस्रोमा ठुलो सहर हो। छुङ्यो भने यो चाहिँ मुख्य, छुयो भने मुख्य, हाङ्गु भने बन्दरगाह भनेको है, बन्दरगाह। थोसिमिदा सहर हो भनेको पानी जहाजहरू रोकिने एउटा सहर पनि हो। हेउन्दे भन्छ सामुद्रिक तट, सामुद्रिक किनारा। अनि हेसुएक्जाङ भनेको छ यो पनि सामुद्रिक बगर भनेको है, सामुद्रिक बगर। अनि सामुद्रिक बगर र यो हामीलाई भनेको छ छागाल भनेको सिजाङ भनेको है। यहाँ यो चाहिँ छागल छि सिजाङ बजार पनि के छन् त युमेङ हामीदा भनेको प्रसिद्ध छन्। अब हामीले मेन कुरा याद गर्ने भनेको यसमा दोस्रो ठुलो सहर है। अनि हेउन्दे र हेसुएक्जाङ याद गरे पुग्छ। यो कहाँ हो त भन्दाखेरि बुसान, बुसानमा हो, दोस्रो ठुलो सहर हो। पहिलो सहर भनेको के हो त सौल हो। अब ख्वाङजु भनेको छ, ख्वाङजु भने संस्कृतिले भरिएको। थेगु भनेको त कपडा, कपडालाई के भन्छ यो हाम्रो कपडा कटनहरू है। थेगु भने कपडाले हो भने सौल भनेको छ यो चाहिँ सबैभन्दा ठुलो राजधानी। सुदो याद गर्ने, सुदो। ख्वाङजु भनेको त संस्कृतिले, मुनुवा, यो चाहिँ संस्कृतिले हो, यो चाहिँ मुनुवा हुने यहाँ हेर्ने मुनुवा, कला तथा संस्कृति। अनि अर्को चाहिँ थेगु भने फाइबर, कपडा भन्छौँ नि हामी हो, यो चाहिँ फाइबर अथवा कपडा, ओत कपडाहरू पनि हो। यो सौल भनेको राष्ट्रिय चाहिँ कोरियाको, हाम्रो कोरियाको चाहिँ के हो त राजधानी, सुदो याद गर्ने। अथवा इन्चन खोङहाङ र इन्चन खुग्जे खोङहाङ र इन्चन हाङ याद गर्ने। अथवा ख्वानमोन पनि भन्छ प्रवेशद्वार, कोरियाको प्रवेशद्वार पनि के हो त सौल, इन्चन खुग्जे खोङहाङमा
त्यसैले यसको आन्सर चाहिँ 1 नम्बर हुन्छ। ल 19 नम्बर थाउम अन्य मुनि थिएन तलको जानकारीको बारेमा सल्मेङ्गो रो बयान गरेको माद्न कसन मिल्ने कुरा मोसिमनिका के हो भनेको छ। आगुङ र माधु बीच कुराकानी भएको छ। यहाँ 19 भनेर 7:30 बजे कुराकानी भएको रहेछ। नेट चलेको छ फुल टावरमा। यो चाहिँ पक्कै पनि अनलाइनमै कुरा भएको किनकि नेट छ है। आगुङले भन्छ इभन जेजुदो यो पटकको छेजुदोको एहेङ भनेको भर्मन चाहिँ नमु छ्वासयो भन्छ। ज्यादै के भयो रे अब एकदमै राम्रो भयो भनेको छ। ल यो पटकको छेजुदोको भर्मन चाहिँ ज्यादै छ्वासयो राम्रो भयो। छिनान भने विगतमा अथवा गत पटक चाहिँ फिगा वान्नुन्दे विगतमा गत पटक चाहिँ पानी परेकाले इभनिनुन यस पटक चाहिँ नाल्सिदो मौसम पनि छुवादगो राम्रो र उम्सिक्दो खाना पनि मासिसयो मिठो थियो। यसपटक चाहिँ छेजुदोमा भर्न गएका थिएँ एकदमै राम्रो भयो। गत पटक चाहिँ पानी परेकाले यसपटक चाहिँ मौसम पनि एकदमै राम्रो र खाना पनि मिठो थियो भन्छ। ठाउँमा युगा दे अर्को युगा भनेको त बिदा युगा भनेको त बिदामा पनि खाची खायो सँगै जान्छौँ सँगै जाने हो भनेर सोध्छ उसलाई त माधुलाई। अब माधुले भन्छ छदोयो म पनि छे एसएनएस भनेको चाहिँ अब छे भने मेरो एसएनएस भनेको सामाजिक नेटवर्क सोसल नेटवर्क सर्भिस भनेको है सामाजिक सञ्जाल अथवा हामीले सोसल नेटवर्क सर्भिस भनेको मा एहेङ भनेको भ्रमणका साजिन फोटोलाई ओल्ले सुन्नुका ओल्ले भने अपलोड गर्नु हो। ओल्ले सुन्नुका अपलोड गर्ने भएकाले फोरवस्यो हेर्न आउनुहोस्। मैले पनि भ्रमण गएका फोटोहरू चाहिँ अपलोड गर्ने भएकाले के गर्नुहोस् त हेर्न आउनुहोस् भन्छ। 1 नम्बरमा इभन युगाते यो पटकको विधामा चाहिँ छेजुदोय फिगावा सुमिदा यो पटकको विधामा अथवा छेजुदोमा पानी परेको थियो। यो पटक हो त गत पटक चाहिँ हो यस पटक होइन। माधु सिनुन माधुजी चाहिँ एसएनएसए भनेको सोसल नेटवर्क सर्भिसमा एहेङ साजिनोली सुविधा। अब माधुजीको यो चाहिँ सोसल नेटवर्कमा भ्रमणका फोटोहरू छन्। अनि आगुङ सिनुन आगुङजी चाहिँ छेजुदोमा छौम खाफा सुविधा पहिलो पटक गई हेरेको छ। पहिलो पटक चाहिँ गएको अनुभव छ। पहिलो पटक भ्रमण गरेको भनेको छ। पहिलो पटक भ्रमण गरेको विगतमा हो यहाँनिर गत पटक पनि गएकाले पानी परेको थियो भनेको छ। त्यसैले गत पटक पनि गएको पहिलो पटक चाहिँ होइन। युगत्ते भनेको विधामा चाहिँ मग्नुन विधामा चाहिँ खाएको उम्सिगुन खानाको मासी स्वाद चाहिँ अप्सयो थिएन। यहाँ भनेकै छ मिठो खाना भएको थियो एकदमै मौसम पनि राम्रो थियो भनेपछि यसको आन्सर कति त 2 नम्बर है। ल किनकि माधुजीले यहाँ भनेकै छ फोटा मैले चाहिँ अपलोड गर्न लाग्छु हेर्न आउनुहोस् भनेको छ। यो ख्वाङ्गो हो त्यति गाह्रो आउँदैन फाइनलमा एकदम सजिलो आउँछ। ल हामीलाई अन्तिम क्वेसन एकदमै नेउङ्गा खातुन ल हेरौँ। थाउम कुरुल नेउङ्गा माद्न कस्तो गरी सिप्सियो भनेको छ। हाङ्गुगे कोरियाको फेङ्गोन अस्पताल चाहिँ इल्छा भनेको छ पहिलो तह भने है फर्स्ट अथवा प्रथम तह पहिलो तह इच्छा दोस्रो तह सामछा तेस्रो तह उइरो खिग्वान भनेको त उपचारको संस्था उपचारको संस्थामा पनि नानुयमिदा भने विभाजन गरिएको छ। यसले भनेको कोरियाका अस्पतालहरू फर्स्ट स्टेप पहिलो तह दोस्रो तह तेस्रो तह गरी उपचारका संस्थाहरूमा विभाजन गरिएको छ। इल्छा पहिलो तहको फेङ्गोन अस्पताल चाहिँ छुरो प्राय वैरे भनेको त बाहिरी वान्जा भनेको बिरामी भनेको बाहिरी अङ्ग अथवा कुनै पनि जुन बाहिर सम्बन्धी हात जोड्ने भन्दा नि बाहिरी बिमारीका लागि छिल्ल्यो हानुन चेक जाँच गर्ने। थोङ्ने उयोनी ना थोङ्ने भनेको के हो त भन्दाखेरि छिमेकीको क्लिनिक भने होइन कि यो सामान्य सामुदायिक क्लिनिक भने हो है। सामुदायिक क्लिनिक हाम्रो गाउँघरतिर सानो सानो क्लिनिकहरू हुन्छन् नि हो सामुदायिक क्लिनिक। फोगन्सो भनेको छ स्वास्थ्य चौकी
को अब मारामिदा भनिन्छ। यसले भनेको के हो त भन्दाखेरि पहिलो स्टेपको प्रथम तहको अस्पताल भनेको प्राय भनेको सामान्य बाहिरी है बाहिरी रोगहरू जस्तै सामान्य बिरामी हुने जुन ज्वरो आउने त्यस्तो बाहिरी रोगहरूको बिरामीलाई उपचार गर्ने र सामुदायिक क्लिनिक भनेको छ। सामुदायिक क्लिनिक र स्वास्थ्य चौकीलाई चाहिँ भनेर भनिन्छ भनेको प्रथम तहको अस्पताल भयो। इल्छा फेङ्गुनुन प्रथम तहको पहिलो तहको चाहिँ अस्पतालमा एक हाजीखानको बुकिङ गर्नु परेन भनेको सिधै उपचार गर्न गए पुग्यो। बुकिङ नगरेर अब खादो थैमिदा गए पनि हुन्छ भन्छ हाजीमान। तर पनि फेङसाङ भनेको छ। फेङसाङ भनेको अस्पतालको बेडको सङ्ख्या है। फेङ भनेको फेङ्गुनबाट आएको, साङ भने यो त बेड सङ्ख्या भने हो। अब अस्पतालको बेडको सङ्ख्या चाहिँ यहाँलाई सरुन गे भनेको छ 30 वटा इसाङ भन्दा बढी इन्नुन भएको इच्छा फेङ्गुन बुथ। दुई तहको अस्पताल चाहिँ यहाँको लानु ये बुकिङ गरेपछि छिल्ले रुल उपचारलाई अथवा चेक जाँचलाई फादुल सुविधा प्राप्त गर्न सकिन्छ। अब हामीले यसबाट दुईवटा कुरा थाहा पाउने कि पहिलो तहको अस्पताल भनेको सामान्य जुन सामुदायिक क्लिनिक र यो चाहिँ स्वास्थ्य चौकी हो। त्यसमा बाहिरी रोगका बिरामीलाई उपचार गरिन्छ भने अब त्यहाँ उपचार गर्नको लागि हामीले बुकिङ गरेर जानु पर्दैन, सिधै गएर उपचार गर्न पनि सकिन्छ। र दोस्रो तहको अस्पताल भनेको बेड सङ्ख्या 30 भन्दा बढी भएको बिरामीको सङ्ख्या चाहिँ त्यहाँ 30 वटा भन्दा बढी अट्न सक्ने बेड सङ्ख्या भएको जुन दोस्रो तहको अस्पताललाई भनिन्छ। त्यहाँ जानको लागि हामीले बुकिङ गरेर गएपछि मात्रै उपचारहरू गर्न सकिन्छ, चेक जाँच गर्न सकिन्छ भनेको छ। खुरीगनी उइरफी भनेको चाहिँ उपचारको रकम पनि इच्छा फेङ्गुन बदा पहिलो तहको अस्पताल भन्दा चाहिँ फिस्सामिदा अलिकति के हुन्छ त महँगो हुन्छ। अब के महँगो हुने त दोस्रो तहको, किनकि त्यहाँ त अब डाक्टर चार्ज लाग्ने भयो, बेड सङ्ख्या बढी छ, बेड चार्ज लाग्ने भयो, त्यो कुराहरू भएर अलि महँगो हुन्छ भनेको। अब त्यसपछि हामीलाई एकमा भन्छ थोङ्ने छिमेकको अब अथवा सामुदायिक या चाहिँ उइगन भने क्लिनिक। सामुदायिक क्लिनिक चाहिँ साम्छा उइर खिगनेमिदा अब तेस्रो तहको उपचारको संस्था अथवा क्लिनिक हो। यो चाहिँ सामुदायिक क्लिनिक तेस्रो तहको हो त होइन नि, यो चाहिँ पहिलो तहको। इच्छा दोस्रो तहको उइर खिगन उपचारको संस्था चाहिँ फेङसाङ बेडको सङ्ख्या भनेको है बेडको सङ्ख्या 30 भन्दा कम हुनुपर्छ। कम हुने कि बढी हुने? बढी हुने हो, कम चाहिँ होइन। हाङ्गुगेसन कोरियामा चाहिँ फोगनसोए स्वास्थ्य चौकीमा खाल्टे जाने बेला एक हामीले बुकिङ गर्नुपर्छ। स्वास्थ्य चौकी भने के हो त पहिलो तहको। पहिलो तहमा जाने बेला हामीले बुकिङ गर्नुपर्छ त पर्दैन। पहिलो तहका अस्पतालमा बुकिङ गर्नु पर्दैन, त्यसैले यहाँ पनि भएन। साम्छा तेस्रो तहको उइरोखी गनुई उपचारको संस्थाको उइरोफी रकम अथवा चाहिँ उपचारको खर्च अब उइ ओन भन्दा क्लिनिक भन्दा भनेको सामान्य क्लिनिक भन्दा थ अझै चाहिँ फिस्सामिदा भनेको त महँगो हुन्छ, किनकि बेड चार्जहरू लाग्ने भयो है। त्यसैले यसको आन्सर कति भयो त 4 नम्बर। ल आजको तपाईँहरूलाई हाम्रो सेट चाहिँ इक्जाममा एकदमै आएको क्वेसनहरूको सेट चाहिँ कस्तो लाग्यो तपाईँहरूले कमेन्ट बक्समा चाहिँ लाइक अथवा कमेन्ट र कस्तो लागेको छ सेटको बारेमा सुझाव सल्लाह पनि लेखिदिनु होला भन्दै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै आजको यो क्लासबाट बिदा हुन्छु। हस्त धन्यवाद। खामसाम्निदा।